यो आज मेरो हातमा दुईटा जंगली पत्ता, एउटा यो यसो बाँसको उयो त्यसो निङ्रो जस्तो हातमा छ र हिजो मात्रै मेरो सिक्किमिजमा भन्छ हावा बम्पु र नेपालीमा भन्छ ठुलो बाउ, जो अल इन्डिया रेडियोमा काम गर्नु भएर त्यहाँ रिटायर हुनु भएको र उहाँलाई एकदमै उहाँको गाउँलेले चिन्ने चाहिँ उहाँको रेडियोमा हावा भन्नुहुन्छ। हावा भनेपछि सिक्किममा नचिन्ने कोही छैन र उहाँले मलाई हिजो यस्तै दबाई पानीको कुरा हुँदा उहाँले मलाई भन्नुभयो, यो दुईटा यो रहेछ तपाईको बाटोतिर पनि भेट्ने यो पत्ता र यो हेर्दाखेरि मुलाको पात जस्तै हैन र यो पत्तालाई तर दबाई खाने बेलामा चाहिँ साह्रै नाम नकाट्नु, उहिलेको बुढोपाकाले त्यसो भन्दा रहेछ। र यो पत्ता जो मेरो हातमा छ यसलाई नेपालीमा भनिँदा रहेछ हलहले र सिक्किमिसमा भन्ने गर्ने रहेछ च्यासम हैन। र यो चाहिँ यापोको भनाइ अनुसार यो पत्ता चाहिँ हर्ष बिमार, पाइल्स बिमारको लागि चाहिँ एकदमै एक नम्बर काम गर्दा रहेछ। र यो पत्ता यसरी टिपेर धोएर यसरी खाने गर्यो भने, यसरी खाने गर्यो भने तपाईको पाइल्स बिमार पनि जाती हुने रहेछ र पाइल्स हुनु आटेकोलाई पनि जाती हुने रहेछ र यो पत्ता खाने गर्यो भने जिन्दगीमा पाइल्स बिमार पनि लाग्दैन भनेर उहाँ एउटा सिनियर 82 वर्ष पुग्नु भएको मान्छेले भन्नुभयो। र तपाईले यसो गाउँघरतिर जाइ बस भनिदिनु धर्म हुन्छ भनेर र उहाँले भन्दै थियो। तर यो जो यो पत्ता छ यो बाटोतिर पनि जाइ, नालीको छेउतिर पनि भेटिन्छ, यसो बस्तीमा त भेटिन्छ र हुन त यो पत्ताको काम चाहिँ करिबन 66 देखि लिएर 67 बिमारी निको पार्छ भनेर भन्नुहुँदै थियो। त्यो अमेरिकन साइन्टिस्टहरूले पहिला भेटेर उहाँलाई लिस्ट पनि दिएको रहेछ। त्यो लिस्ट कहाँ मिसप्लेस भएको छ भन्दै थियो, पायो भने मलाई दिने भएको छ हैन। र अर्को यो मेरो हातमा यो यसो हेर्दाखेरि यहाँ हेर्नुहोस् है ल, हेर्दा यो यसो जंगली झार जस्तो हैन। यो चाहिँ म आफै पनि गाउटको बिमारी भएकोले गर्दा, गाउट पेशेन्ट भएकोले गर्दा र यो चाहिँ यो दबाई यो जंगली उयो चाहिँ गाउटको लागि एकदमै राम्रो छ। धेरै उहाँले जाति बनाएको रहेछ हैन यो चाहिँ। र यसलाई चाहिँ सिक्किमिसमा त यसको नाम अहिलेसम्म थाहा छैन रहेछ। नेपालीमा चाहिँ यो चीजलाई सल्ली बिसल्ली भनेर चिनिने गरिने रहेछ ल। र यो चाहिँ यतिसम्म यो अब यति टक्कै भाँचेर यति जस्तो भाँचेर यसो 1 कप जस्तो पानीमा उमालेर पानी अलिकति घटेपछि र त्यो सेलाएर चाहिँ खानु गर्नु पर्ने रहेछ होला। र यो मैले तपाईहरुलाई आज यापोको सिनियर मान्छेको आदेश अनुसार यो दुईटा दबाई तपाईहरुको अगाडि जानकारी दिने मौका पाए हैन। र यो म फेसबुक मार्फत म सबैलाई आह्वान गर्न चाहन्छु, जतिले फेसबुक हेर्नुहुन्छ यो तपाईहरुले पनि यसो गाउँ बस्तीमा भनिदिने एकदमै राम्रो रहेछ। यो बर्खामा त मोटामोटी पुरै पाउँछ अरे, हिउँदोमा चाहिँ अलिकति पाउनु साह्रो छ अरे। हिउँदोमा चाहिँ त्यही सिमसारतिर जहाँ पानीहरू उम्रेको छ त्यहाँतिर चाहिँ हिउँदोमा पनि भेटिने रहेछ हैन। र यो राम्रोसँग हेर्नुहोस् त, दुईटा भाइले राम्रो खिचिदिनुहोस् त, राम्रो आयो ल। ल थ्यांक यू भेरी मच।